आज चाहिँ हाम्रो पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोमा हाम्रो नयाँ मिक्सर इन्स्टलेसनको कार्य भइराखेको छ। हाम्रो कुन्दन अङ्कलले चाहिँ यहाँ सबै सेटिङहरू गर्दै हुनुहुन्छ। फाइनली सिस्टमहरू पावर अन भइसकेको छ। यो चाहिँ हाइब्रिड सेटअप यहाँ देख्न सक्छौँ। एकदमै अब माइकलाई चाहिँ फ्यान्टम चाहिँ यहीँबाट चलाउनु है, त्यहीबाट चलाउनु फ्यान्टम। पूर्वमा चाहिँ एकदमै ऐतिहासिक स्टुडियो पूर्वाञ्चल रेकर्डिङ स्टुडियो। हाम्रो दाजु हुनुहुन्छ यहाँ, रुद्र दाजु। एकदमै जस एउटा गीत भन्यो भने चाहिँ तपाईँले थाहा पाउनुहुन्छ है, धरन धनकुटा। धेरै साल अगाडि र अहिलेसम्म नि जनजिब्रोमा बस्न सफल। अनि भर्खर साउन्ड सिस्टम सुरुवात गर्दाखेरि धेरै बजाएको लोकदोहोरी गीतमध्ये धरन धनकुटा सर्जक हाम्रो दाजु हुनुहुन्छ। हुन्छ 2066 सालको याद आयो क्या मलाई आज चाहिँ। हजुर, दाजुले यहाँ टुल्स यहाँ ठ्याक्क राख्नु भएको रहेछ। यो चाहिँ एकदम सजिलो है त फ्यान्टम अन गर्नलाई। गीतहरूलाई चाहिँ जीवन्त बनाउनु नै हाम्रो कुन्दन राई हाम्रो अङ्कल हुनुहुन्छ। धेरैजनाको गुरुजी पनि हुनुहुन्छ है त पूर्वमा। आज हाम्रो यो सेटअप हामी यहाँ गरिराखेका छौँ। अब यहाँ यसको चाहिँ माइक्रोफोन टेस्ट गर्ने अहिले क्रम रहेको छ। यता पनि आइरहेछ। TV7 रहेको छ त। हेलो रिवर्ब डिले हाल्न मिल्छ मिल्दैन? मिल्छ। हेलो डाइरेक्ट भइहाल्छ फेरि। हेलो आउँदैछ। हेलो चेक हेलो चेक। ल स्तरीय अब गीत सङ्गीतको लागि चाहिँ पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोलाई सम्झन सक्नुहुन्छ है। हेलो यहाँ अहिले चाहिँ हेलो रिवर्बको आउट इन बनाइदिएछ। हजुर, रिटर्निङ ऊहरू मात्रै हो, नभए ऊ छैन। यो गर्नलाई यसलाई अर्को तरिका गर्नुपर्छ, घुमाएर गर्नुपर्छ। फेरि अरू केबल चाहिन्छ। नोइज चाहिँ आएन नि यसमा नोइज त आएको छैन। नोइज त यससँग पनि हाम्रो छ नि त अहिले।